बाबुले नै मलाई चाहिँ अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरो मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अलिक मान्छे मारिदिनुहोस् भन्नु। आशा केले जगाउँछ भन्दा सरकारको नीति र कार्यक्रमले, बजेटले त्यसलाई छातीमा हात राखेर भन्नुहोस् त, एउटा छातीमा हात राखेर राखिराख्छु त। नेपालमा पछिल्लो 10, 12, 15 वर्ष यता आएका कुनै पनि बजेटले नेपाली जनताको आशा, भरोसा, विश्वास कायम गरेर बजेट आउने भयो, ओहो नीति तथा कार्यक्रम आउने भयो, अब हामी जनताको चाहिँ काय पलट नेताले गर्छन् भनेर जनतालाई विश्वास। दलमा गलत ठाउँमा तर आशा र अपेक्षा गरिएको मान्छे गगन थापा। हिजो तिनै मान्छे गगन थापा कांग्रेसको सभापति बनोस् र एकपटक गगन थापा प्रधानमन्त्री बन्नुपर्छ, यहाँसम्म कि तपाईँ स्वास्थ्य मन्त्री हुँदासम्म भन्ने मान्छेहरू अहिले तपाईँलाई होइन कहाँ हिँडेको बाख्रा लिएर सहकारी ठगेको ऋण तिर्नलाई। प्रधानमन्त्रीको अधिकार कति हुन्छ भन्नु? प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हो। हुन्छ। अनि तर तपाईँसँग त्यो पदमा नबस्ने अधिकार त छ नि। मैले भने अनुसार काम गर्न पाइनँ। तपाईँले दुईचोटि भन्नुभयो कुरा। तपाईँलाई सम्झाउँ, यदि आफू अनुकूल आफूले चाहेको गर्न सकिएन भनेदेखि तिमी मन्त्री हौ, तिमी छोडिदेऊ न त पद, किन कर्मचारी जस्तो हुन्छौ भन्नुभयो नि तपाईँले, छोडिदेऊ भन्नुभयो। 9 महिनासम्म सोचे जस्तो पर्फर्मेन्स दिन नसक्ने प्रधानमन्त्री चाहिँ प्रधानमन्त्रीमा रहिराख्न नैतिकताले दिन्छ त?